गाइस स्वागत छ आजको मेरो नयाँ भिडियोमा। आज चाहिँ म बिस्तारमा अलि पल्टिरहेको छु। अब चाहिँ हामी जाने हो उहाँ गणेश मन्दिर। नुहाइधुवाइ गर्नु पर्यो, फुलदुगु टेक्नु पर्यो। कर्मसर भिडियोमा भन्नु होला। गाइस चाहिँ म चाहिँ नुहाइधुवाइ गरी भ्याएँ मन्दिर जानको निमित्त। आज भ्यालेन्टाइन डे, सबलाई ह्यापी भ्यालेन्टाइन। अनि तिमीलाई पनि ब्लग नहेरिदिनु अहिले पनि। अनि यस्तै हो। अरू भ्यालेन्टाइन डेमा कहाँ कहाँ जान्छन्। म चाहिँ दाइसित मन्दिर जाँदैछु किनभने मेरो लागि शनिबार पनि महत्त्वपूर्ण बार हो। त्यही भएर शनिबार पनि मनाउनु पर्यो। आज भ्यालेन्टाइन डे मनाउनु नपाए तापनि सरी टु से फुल पुरै खस्यो। म फुलसुल टिप्छु अनि ओके के हुन्छ त्यसपछि भेटौँला। हामी मन्दिरतिर आइसकेको छ, मुन्नेलाई पनि आइसक्नु भएको छ। अब चाहिँ हामी त्यहाँ खोलाएर दर्शन गर्नको लागि कति चाहिँ भ्यालेन्टाइन मनाउन गइरहेका छ होला। हामी चाहिँ शनिबार मनाइरहेको छौँ होइन दाइ? ल अब हामी उता हाइवेतिर एउटा क्लिप हुन्छौँ अनि मन्दिरमा पूजा बिच्चा बाटोमा केरासेरा लिएर हामी आइयो। रजरमा लियो नि त केरा, रजरमा चाहिँ हामीले केरासेरा लियो। अनि यहाँ फेरि हामी प्रस्थान गर्छौँ। पसल पनि त्यहीँ छ, त्यहीँको पसलमा लिएको निकै नै राम्रो केरा पाइएको छ हामीले। रजरबाट अगाडि फेरि प्रस्थान गरिसकेका छौँ र अलिकति बाटो मारिसक्यो। अघि बुस्सु लाग्थ्यो, राम्रो छ बाटो पनि। अब बाटो पुगिन्छ अनि मन्दिरमा के गरिन्छ म तपाईँलाई देखाइन्छ है। हामी झरेखोला प्रस्थान भएका छौँ। यो चाहिँ झरेखोला चोक रहेको छ। हामी बेल्डियामा आइपुगेका छौँ। सिजी नाजमाल दाइले चाहिँ अब स्कुटी पार्क गरिसक्नु भएको छ। हामी चाहिँ हनुमान मन्दिरमा प्रस्थानद्वारमा रहेका छौँ। निकै नै रमणीय दृश्य तपाईँहरूलाई म यहाँ देखाइरहेको छु। मुन्ने दाइ गरिदिनु क्यामेरामा। अनि कस्तो लाग्यो तपाईँलाई यति धेरै बाटो तय गरेर आउँदाखेरि? धेरै त होइन, 15-20 मिनटको बाटो। 20 मिनट। लोटामा पानी लिन आएको, हात खुट्टा मुख धोएँ। अब चाहिँ यहाँ पूजासुजा गर्ने। हामी चाहिँ यहाँ ढक्क मन्दिर हेर्नुहोस् कति भक्तजनहरूको चाप छ। र डाइरेक्ट दुध मात्रै हालिँदै थोरै चढाउँ नि, अरू प्योर चढाउँ न होइन। अनि हामी चाहिँ यहाँ पूजा सामग्री तयार गर्दै हुनुहुन्छ मुन्ने दाइले। हामी चाहिँ हात खुट्टा धोएर अनि जुत्ता मोजा चाहिँ यहाँ राख्यौँ। त्यही हो, निकै नै रमणीय रहेको छ हाम्रो मन्दिर। हनुमान मन्दिरमा पूजा गरेर आइएपछि चाहिँ यहाँ पूजा गऱ्यौँ र हनुमान मन्दिरमा चाहिँ प्याक भएर चाहिँ मैले देखाउन सकिनँ। अनि चाहिँ हामीले पूजा गर्दैछौँ र दाइले त्यहाँ धुप दिन लाउनुभएको छ। अनि हाम्रो पूजा सामग्री पनि यहाँ रहेको छ, उहाँ गणेशजीलाई पनि सम्झिएर। अब हामी यता शङ्कर भोलेनाथलाई सम्झन लागेका छौँ। अहिले चाहिँ हामी यहाँ ठुलो मन्दिरमा प्रस्थान गरिसकेका छौँ। तपाईँहरूलाई म देखाइरहेको छु यहाँको दृश्य। उहाँहरू चाहिँ यहाँ पाठ गरिरहनु भएको छ, महापाठ। माथि भगवान्हरूको लीलाहरू पनि देखाइरहेको छ तपाईँहरूलाई। जय श्रीराम, जय हनुमान। पूजासुजा गरेर भइयो, केरासेरा पनि खाइयो, प्रसादी पनि खाइयो, टिका पनि लगाइयो। अब चाहिँ हामी घरतिर लाग्नेछौँ। अब त्यही हो आजको लागि यति नै। बाई 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 गरिदिनु। बाई बाई बाई। आजको लागि यति नै, ब्लग यहीँ एन्ड गरिदिएँ। मेरो खराब मलाई दिए पुग्छ सराब परिवर्तन हुन्छ सभा।